नमस्ते सबैजनालाई। तपाईँको नाम भन्नुहोस् न। मेरो नाम चाहिँ नरेश पातली दुर्जुर। हजुर कहाँबाट आउनुभयो? म चाहिँ अस्ट्रेलियाबाट नेपाल आइरहनु भएको नि। सुनौ त तपाईँ कस्तो गाउनु। ओके ओके म कस्तो गाउँछु अब तिमीहरू थाहा पाउँछ। आँखामा तिमी छौ, यो मनमा तिमी छौ, देखाउन पो त गाह्रो। हल्का स्वर खै के भयो भयो के भयो स्वर मेरो? अघिसम्म त कस्तो राम्रो गाउँदै थियो, अब चाहिँ राम्रो गाउँछु। मर्ने मलाई रहर हुन्छ। म अचम्म लाग्यो कि त्यो गीत त तिमीले कहीँ चाहिँ मिलेको छ है। के भन्छ कहीँ गएको पो मिलेको छ भन्छ चाहिँ। मैले त्यस्तो राम्रो गाएको छु, कहीँ मिल्छ, सबैतिर मिलेको छ। मलाई यहाँ सिलेक्ट गर्नु त्यो अर्को गीत गाउनुहोस् त कस्तो गाउनु हुँदो रहेछ। हल्का स्वर तानेको नि। सानी दप म बरेसा, फेरि अर्कै सारे ग म पधनिसा, खाएपछि आउँछ दिसा। यो चाहिँ मेरो असली गीत हो क्या, यो चाहिँ मैले आफै बनाएको होइन। के भन्छन् जानु पो भन्छन् त, यस्तो राम्रो गाउँछ नि सेलेक्ट भयो। अब ठिकै छ जानु पऱ्यो नि। तर एउटा कुरा, म जहिले आउँछु जहिले सिलेक्ट हुँदैन। खै के हो म त बुझ्नै सक्दिनँ। ल म गएको।